सर नमस्ते। तपाईँहरूको माझमा सर चाहिँ फेरि पनि सानो भिडियो बनाउँदैछ। यो भिडियोलाई चाहिँ स्क्रिप्ट नगरेर लास्टसम्म गएर चाहिँ हेरिदिनु होला। हेरिसकेपछि सब्सक्राइब पनि गरिदिनु होला है त। र प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य शपथ ग्रहण गरिसकेपछि बाहिर निस्किँदै हुनुहुन्छ हर्क साम्पाङज्यू। श्रम संस्कृति पार्टीका हर्क साम्पाङज्यू बाहिर निस्किँदै गर्ने क्रममा पत्रकार बन्धुहरूले केही प्रश्नहरू सोधपुछ गरेको देखिन्छ। भिडियो बाँकी यसो हेर्नु होला है त। कस्तो भयो, कस्तो अनुभव बताउनु? रमाइलो लाग्यो। हजुर यो कस्तो अनुभव भयो बताइदिनु। राम्रो लाग्यो। कस्तो अनुभव भयो? पहिलोचोटि सांसद भएर शपथ ग्रहण सघाउनु भएको छ होइन? रमाइलो लाग्यो। यतिबेला मनमा के कुरा के रहन्छ यो भनिदिनुहोस् न बाँड्दाखेरि। हामी साइडमा गएर न। अब तपाईँहरूले राष्ट्रपालाई सहयोग गर्ने कुराहरू पनि सामान्य आएको छ। यो के हो अलिकति यो भन्नाले यस्तो छ हौ, सहयोग भन्नाले अब नेपालीले नेपालीलाई सहयोग गर्नु पर्यो नि। सहयोग गर्नुहुन्छ, सहयोग त गर्नुपर्छ भन्ने काहीँ सुनियो नि त। यस्तो छ हौ, सहयोग भन्ने कुरा त राम्रो कामको लागि सहयोग किन? राम्रो काम भयो भने सहयोग गर्छौँ, नराम्रो काम भयो भने अहिलेसम्मको अवस्था अवश्य पनि हर्क साम्पाङज्यूलाई पत्रकार बन्धुहरूले केही प्रश्नहरू सोध्नु भएको थियो। अब रासपा अथवा राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी पार्टीलाई चाहिँ अब सहयोग गर्नुहुन्छ कि नै, सहयोग गर्नुहुन्छ होला अब भन्ने कुराहरू पत्रकारहरूले चाहिँ प्रश्नहरू चाहिँ खडा गरेको देखिन्छ। तर उहाँले चाहिँ सिधै भन्नुहुन्छ कि यदि राम्रो काम गरेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पक्कै पनि माटोले चाहिँ सहयोग गर्नेवाला छ। हामी सहयोग गर्छौँ। श्रम संस्कृति पार्टीले पक्कै पनि सहयोग गर्छ राम्रो काम गरेको खण्डमा, र यदि नराम्रो काम गर्छ भने हामी खण्डन गर्नेवाला छौँ पक्कै पनि भन्ने कुराहरू उहाँले चाहिँ राख्नु भएको छ। यस्तो कुरा चाहिँ हर्क साम्पाङज्यूबाट बोलेको देखिन्छ। हर्क साम्पाङज्यू भनेको राम्रोलाई राम्रो, गलतलाई गलत भन्ने मान्छे हो पक्कै पनि। यदि रासपा अथवा स्वतन्त्र पार्टीले चाहिँ राम्रो काम गर्दै गयो भने हर्क साम्पाङज्यूको पुरै फुल सपोर्ट हुन्छ भन्ने कुरो आफ्नो भनाइ राख्नु भएको छ। र यस विषयमा तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ? के राम्रो काम गरेको खण्डमा के हर्क साम्पाङज्यूले अब राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी पार्टीलाई चाहिँ के फुल्ली सपोर्ट गर्नुहुन्छ? तपाईँहरूले के छ तपाईँहरूको विचार? कमेन्ट गर्नु होला है त। धन्यवाद।